नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु। म आज जाजरकोट जिल्लाको छेडाघाट नगरपालिका वडा नम्बर 3 फाल्मामा पर्ने मालिका गुफाको पर्यटन प्रबन्धन र प्रचार प्रसार सम्बन्धीको एउटा सानो भिडियो ल्याएर उपस्थित भएको छु। तपाईले यो भिडियोलाई धेरैभन्दा धेरै लाइक, कमेन्ट र सेयर गरिदिनु होला। पछिल्लो समय धेरै ठाउँहरुमा नेपालका धेरै ठाउँहरुमा गुफाहरू चाहिँ भेटिएका छन्। आज जाजरकोटको यो मालिका गुफामा आइरहँदाखेरि यहाँका विशेषताहरू के कस्ता छन्, यहाँ गुफाको बारेमा अलिकति छोटो भिडियो बनाएको छु। अहिले हामी चाहिँ यहाँ भित्र जाँदैछौँ। भित्र गइसकेपछि त्यहाँको वस्तुस्थितिको बारेमा पनि भिडियोहरू तपाईहरु माझमा राख्नेछौँ। तपाईहरुले हाम्रो भिडियोलाई धेरैभन्दा धेरै लाइक, कमेन्ट गरिदिनु होला। बाँकी हामी भित्र जान्छौँ, त्यहाँ के कस्तो कुराहरू छ त्यहाँबाट चाहिँ हामी त्यो भिडियो खिचेर चाहिँ राख्नेछौँ। तपाईले हाम्रो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला। अब हामी त्यहाँ भएका कुराहरू वस्तुस्थितिको बारेमा चाहिँ हामी जानकारी गराउनेछौँ। अहिले भर्खर मात्रै यो सिँढीहरू बनेको छ। अहिले सुन्नमा आएको जिल्लाबाट करिब 15 लाख हाराहारीको बजेटको यो आयोजनाहरू बन्दैछ। यतातिर चाहिँ यो गेट बनिरहेको छ यतातिर र तार जालीले घेराबार गरिएको छ। यहाँभित्र पनि बनिएको छ संरचना। यो 15 लाखको संरचना हो अरे भन्ने सुनेको छु। हामी यसको बारेमा पछि हामी थप डिटेलहरू चाहिँ हामी पछि माग्नेछौँ प्रतिवेदनको विषयमा। अहिले हामी चाहिँ गुफाको विषयमा के कस्तो रहेछ भनेर चाहिँ हामी भित्र जाँदैछौँ। गुफा हेर्नको लागि चाहिँ यहाँको वस्तुस्थितिको बारेमा यहाँ गर्ने काम गर्ने कामदारहरूसँग पनि हामी के कुराहरू चाहिँ सोधपुछ गर्नेछौँ। यसको बारेमा चाहिँ हाम्रो एकजना दाइ हुनुहुन्छ है, यता ल है त। दाइको नाम के हो? नरबहादुर खड्का। यहाँको चाहिँ यो गुफाको चाहिँ अहिले निर्माण हुँदैछ होइन? कहिले फेला परेको, पहिला कहिले देखिएको गुफा चाहिँ? योभन्दा 10-12 वर्ष भयो होइन। यो अब हाम्रो हजुरबा हुनुहुन्थ्यो बुद्धु साई भन्ने होइन। उहाँ चाहिँ त्यति बेला चाहिँ क्षेत्रीय सदस्य हुनुहुन्थ्यो। उहाँले चाहिँ केही सपनामा देखेको हो। उहाँले चाहिँ यो ठाउँ यस्तो छ है, मालिकाको पूजा गर्ने दिनमा यहाँ चाहिँ यस्तो देखाएको छु है मैले भनेर चाहिँ उहाँले भन्नुभयो। ए मालिकाको मन्दिर पनि छ यहाँ? माथि पूजा गर्ने ठाउँ छ होइन। अनि उहाँले चाहिँ यस्तो छ त्यही जाउँ भनेर चाहिँ आज यसको चाहिँ लगभग शेष तत्त्वहरू भेटिएको हो। पहिला त्यसो भए यो गुफा भेट्नुमा पहिला सपना देखेर? सपनाबाटै नै हो। के भन्नु पर्यो नाम चाहिँ? बुद्धु साई भन्छ। देवलाल साई हुनुहुन्थ्यो। उहाँ पहिले नेपाली काङ्ग्रेस पार्टी क्षेत्रीय सदस्य हुनुहुन्थ्यो। उहाँ गोठी पल्टेर छ। विशेष गरेर उहाँ यहीँ बस्नुहुन्थ्यो। त्यो बगैँचाले अहिले अब तारा साई पुग्यो। अनि यो गुफा पत्ता लागिसकेपछि आजभोलि यहाँ के छ, मान्छेहरू आउने के छ? आज राम्रै छ, भइरहेको छ, बा छ। अनि वडाले पालिकाले केही सहयोगहरू गरेको छ कि यसको? यो विषयमा चाहिँ अब पहिला यो मूर्तिहरू ल्याउने त्यहाँ चाहिँ पहिला सिडी बनाउने कुराहरूको लागि होइन। पहिला त हामीले उहाँले सपना देखाए बेला विष्णु बनाएर चाहिँ नि त्यहाँ गएको त्यो गुफाभित्र होइन। पछि फेरि चाहिँ उहाँले भनेपछि ल विष्णु बनाएर जाउँ। अनि हामीलाई के थाहा होइन, त्यो भूत बस्ने हो कि के बस्ने हो हामीलाई के थाहा होइन होइन। अनि उहाँ चाहिँ नि उहाँले भनेपछि ल जाउँ त भन्ने कुरा भयो। अब मालिका चाहिँ नि मान्ने मदवसतमा अनि यता हिँड्नुपर्छ भन्ने चाहिँ बट्टामा आएपछि त्यो यो चाहिँ शिव पार्वती गुफाको एउटा शेष फेला परेको हो। ए गुफाको नाम शिव पार्वती गुफा हो? ए मालिका गुफा पनि भन्ने सुनिन्छ। शिव पार्वती बङ्गल मालिका शिव पार्वती गुफा हो यसको नाम विशेष गरेर। त्यो बाटोमा चाहिँ मालिका गुफा जाने बाटो भनेर लेखेको छ। अनि त्यो भइसकेपछि है, त्यो अब त्यो देखिसकेपछि चाहिँ यसको अवधारणा त आइसक्यो नै। हजुर हजुर। अहिले यो काम पनि भइरहेको रहेछ, भइरहेको लाउने काम पनि भइरहेको रहेछ। सुन्नमा आएको जिल्लाले चाहिँ बजेट छुट्याएर चाहिँ केही बनायो भन्ने कुरा छ। माथिको एउटा लाइट पनि जडान गरिएको छ। भित्र कति यसको अन्त्य कहाँ छ थाहा छैन होइन? छैन भित्र चाहिँ यो एकै सीमित क्षेत्र छ। अर्को गुफाभित्र जानुभयो भने त एक दिनै भ्याउँछ। उतापट्टि छ ए अर्को पनि छ। अरू उतापट्टि जानुभयो भने त उस्तै मान्छे पात राखेरै जानुपर्छ। हराइन्छ त्यहाँभित्र। ठुलो गुफा छ होइन? पत्ता धेरै लामो छ। त्यो अन्त्य कहाँ छ थाहा छैन। त्यो त यता कता धेरै जङ्गलभित्र जान्छ हो।
पहिला जानुभयो कि नै कोही मान्छे? म गएको थिएँ, एकजना अनिल भन्ने सर हुन्थ्यो, हाम्रो मध्यपाडी काम गर्नुहुन्थ्यो, पिटी सेक्दा। अनि जाउँ कि जाउँ सर भने चाहिँ भएपछि घरि घुम्यो टर्च लिएर, पात लिँदै पात राख्दै पारेर आयौँ। चमेराको चाहिँ त्यहाँ चमेराकै क्षेत्र रहेछ कि त्यो। चमेरा पाउँछ यहाँ पनि? हो त। ए पोखरामा पनि चमेरे गुफा छ, यहाँ पनि पाउँछ होइन चमेरा? अहिले बनेको है? अलिकति यहाँनिर त हुन्छ यस्तो छ है भनेर चाहिँ उहाँले सपना देखेपछि हामीलाई के थाहा थियो त। ल दर्शकबिनहरू, यो चाहिँ हो मालिका शिव पार्वती मालिका गुफा भन्ने रहेछ। अघि हामीले मालिका गुफा मात्रै भन्यौँ, यसको नाम नै शिव पार्वती मालिका गुफा भन्ने छ। यो प्रवेशद्वार हो होइन? यहाँबाट चाहिँ भित्र जाने बाटो भएको छ। जाजरकोटको यो चाहिँ जुनिचाने गाउँपालिका र एकदमै मैले यो जुनिचाने गाउँपालिका र छेडागाड नगरपालिकाको चाहिँ सिमानामा पर्ने छेडागाड नगरपालिकामै पर्छ। 3 नम्बर वडा फाल्मामा पर्छ र यो जाने माथि जाने बाटो भएको छ। यो पहिला चाहिँ डिस्नो लाएर चाहिँ पछि उहाँले चाहिँ एउटा एजोबाट 10-15 हजार हालेर सिडी बनाएको थियो होइन। पहिला यत्रो बाँधको लिस्नु थियो। त्यसबाट मान्छे जान्थ्यौँ। त्यसपछि क्रमागत रूपले चाहिँ यसको विकास हुँदै गएपछि यो चाहिँ सिडी पनि थियो। पानी पनि आउँछ छ यहाँ? पानी चाहिँ छ सर। यस्तो ठाउँ छ हाम्रै ठाउँमा, हाम्रै जाजरकोटमा यस्तो ठाउँ पनि छ। हामीले चाहिँ थाहा नभएर चाहिँ हामी चाहिँ एउटा यो सर विशेष गरेर आकृति चाहिँ यिनै आकृतिहरू होइन। यिनै आकृतिबाट भित्र चाहिँ नि एउटा अहिले चाहिँ नि अलिकति हामीले यो संरक्षण बनाउँदाखेरि अलि बिगाऱ्यौँ कि भन्ने छ। यो स्तम्भ भयो। हजुर यो पहिलेको हो? पहिले भएको स्तम्भ हो। हजुर। अनि चाहिँ यहाँनिर यो छ हेर्नु, हामीले बिजुली बनाउने पर्ने भन्छन् भन्न त। हजुर। विशेष गरेर चाहिँ यो पैसा लग्दैछन् कसैहरूले। पहिला धेरै थिए। यो पार्वतीको चाहिँ अवतार यो अलरेडी बनेको हो? यो पहिले कि बनाएको हो? पछि यो बनाएर ल्याएको हो? अलरेडी हो। यो अवतारमा चाहिँ हजुरको के गरिदियो त भन्दाखेरि यहाँ अलिकति एकदम सेम टु सेम थियो। यसलाई दबाइदिएछ न टोलीहरू यो प्लास्टर गर्दाखेरि प्राकृतिकलाई कृत्रिम बनाइदिन्छ हैन? कृत्रिम त होइन, खास चाहिँ प्राकृतिक नै हो। यो यताकोले चाहिँ अलिकति बिगार्यो। यो चाहिँ अलिक बिगार्दियो टोलीहरूले। बाँकी यो मूर्तिहरू त बनाएर ल्याएको सर, बनाएर ल्याएको। अब यसलाई व्यवस्थित गर्न अहिले छेडागाड नगरपालिकाले पनि 5 करोडको डिपिआर गरेको छ। ए अहिले? हजुर। बाङकोट मालिका शिव पार्वती गुफा हेर्न आइरहँदाखेरि आज मलाई अर्को एउटा गुफाको बारेमा पनि थाहा भयो। धेरैलाई थाहा नहुन सक्छ, यहाँ एउटा अर्को पनि गुफा छ, चमेरे गुफा है। यो पोखराको चमेरे गुफा जस्तै यहाँ पनि एउटा चमेरे गुफा रहेको छ, जहाँ अत्याधिक धेरै हजारौँ मात्रामा चमेराहरू चाहिँ पाइन्छन्। यो गुफाको चाहिँ अहिलेसम्म कति लामो छ भनेर थाहा पाएको छैन, अन्तिम बिन्दु चाहिँ थाहा पाइएको छैन। त्यो गुफा सुन्दाखेरि मलाई एकदमै रमाइलो लाग्यो होइन। अब यो गुफाको बारेमा पनि छेडागाड नगरपालिकाले 3 नम्बर वडाले छेडागाड नगरपालिकाको 3 नम्बर वडा र प्रदेश सरकारले जिल्लाले यसको खोजी गरोस्। यहाँभित्र चाहिँ होइन यसको पर्यटन प्रवर्धन र प्रचार प्रसार सम्बन्धी थुप्रै सामग्रीहरू चाहिँ बाहिर ल्याउन सकोस्। वडालाई पनि केही भोलि यहाँ पर्यटन प्रवर्धन भयो भने त केही राहत त हुन्छ नि होइन। जिल्लालाई कर्णाली प्रदेशलाई टप 10 बनाउने लक्ष्य उद्देश्य हो। यहाँ पनि अहिले संरचनाहरू बनिरहेको रहेछ, गेट बन्दैछ होइन। सामञ्जस्य सर। यो अर्को गुफा जानको लागि यही कभरेज छ कि बाहिर छ? बाहिर छ सर, बाहिरबाट छ होइन। त्यसलाई चाहिँ आउटलाइन राखिएको छ। अनि यहाँ शिलाजित पनि पाइन्छ सर? पाइन्छ कि पाइन्छ सर, यही पाहाडमा पाउँछ। ल हेर्नु त कस्तो राम्रो ठाउँ छ। यही चाहिँ मालिकाको मन्दिर छ। यही चाहिँ मालिकाको मन्दिर छ। यही चाहिँ यो मालिका गुफाको नाम के भन्नुभयो सर? मैले फेरि बिर्सेँ कि। बाङकोट मालिका शिव पार्वती गुफा पनि यही छ। यही चाहिँ चमेरे गुफा पनि छ। तपाईँहरूले चाहिँ
यो ठाउँमा एकचोटि अवश्य भिजिट गर्नु होला। हामी माथिको त्यो शिलाजित पनि हेर्छौँ। शिलाजित एकदमै राम्रो औषधिको रूपमा प्रयोग हुन्छ होइन ढुङ्गा चाहिँ। पछि रसाउँछ सर यो शिलाजित? रसाउँछ सर। देख्न सकिन्छ होइन प्रत्यक्ष हामीले? प्रत्यक्ष चाहिँ त पारिबाट गएर आउँछ। हामी अहिले चाहिँ त्यो बेरमा जान सक्दैन, सकिँदैन होइन? पल्लो एरिया गयो भने यताबाट चाहिँ पिक्चर लिन सक्छौँ हामी। हजुर, तर यसको लागि मलाई के लाग्यो भने यहाँनिर अलिकति एरिया रहेछ होइन यो चाहिँ? हजुर, यो गुफा त भइ नै हाल्यो, तर बाहिरपट्टि अलिकति मानिसहरू बस्नको लागि पार्क जस्तो एउटा पार्क निर्माण गर्ने है। पार्क निर्माण गर्ने एउटा एक दुईवटा नास्ता पसलहरू अलिकति टाढा मालिका मन्दिरलाई चाहिँ अलिकति असर नपुग्ने गरी अलिकति नास्ता खाना मिल्ने मानिसहरूको लागि चाहिँ पारिपट्टि यस्तो छ सर। एउटा चाहिँ रोटी लुकाउने भन्ने छ पुरानो है। अनि अर्को चाहिँ के छ भने लुगा लगाउने। यहाँ जाँदा लाग्थ्यो क्या पहिले। ए मालिका त अहिले लाग्छ? हो, जाँदा लाग्थ्यो। एउटा रोटी लुगाउने, एउटा चाहिँ लुगा लगाउने भन्ने छ पारिपट्टि। पारिपट्टि। त्यहाँसम्म चाहिँ अब सकेसम्म हामी चाहिँ त्यहाँसम्म यातायात व्यवस्था गरौँला भन्ने प्रोसेसमा छौँ। रोटी लुगाउने र लुगा लगाउने भन्ने ठाउँसम्म। रोटी लुगाउनेमा चाहिँ के चिया नास्ताको व्यवस्थापन गर्ने। त्यहाँ एउटा सानो होइन पसल जस्तै भयो भने यहाँ आउने मान्छेको लागि कोही मान्छे हिँडेर आएको हुन्छ होइन, तर खानपिनको लागि पनि कहाँ जानुपर्ने कस्तो हुन्छ भन्ने टुङ्गो हुन्छ कि। त्यस्तो भयो भने अलिकति बाइकहरू गाडीहरू सजै आउने भयो भने आँचै राम्रो पऱ्यो। हजुर सर, कति हो करिब चाहिँ? 15 लाख। 15 लाख हो? हजुर, काम भइरहेको रहेछ। 15 लाखमा पनि धेरै काम भइरहेको रहेछ क्या, मलाई खुसी लाग्यो। फेरि गाउँघरतिरको एउटा मलाई के राम्रो लाग्छ भने हामी थोरैमा पनि चित्त बुझाउन सक्ने कि होइन, धेरै नचाहिने। अब अन्त 15 लाख भइदिएको भए 14 लाख त खान्थ्यो होला होइन, 1 लाख जति बनाउँथ्यो होला। तर गाउँघरमा कस्तो हुन्छ भने 15 लाखको चाहिँ 16 लाखकै काम गरिदिन्छ, त्यो एकदमै खुसी लाग्छ कि। अनि धेरै कुराकानी पनि भयो हजुरसँग होइन। अब यो मालिका मन्दिरको अलिकति पहिल्यैदेखिको यो कसरी मालिका नाम भन्न गयो तपाईँलाई के थाहा छ कि? यो चाहिँ यो विषय चाहिँ अब पहिले त मालिका चुलाकोट भन्ने ठाउँमा थियो अरे भन्ने कुरा होइन, अलिअलि सुन्न। विशेष त मलाई थाहा छैन सर। चुलाकोट भन्ने ठाउँमा मालिका थियो अरे। त्यसपछि चाहिँ नि यहाँ थियो अरे, यहाँ चुलाकोट लाग्यो, त्यहाँबाट फेरि ल्याएर चाहिँ नि पहिला यहाँ थियो, पछि चुलाकोट यहाँ थियो अरे। यहाँबाट चोरेर लगे मालिका होइन। अब अहिले विशेष गरेर चाहिँ नि अब सोहेडा मालिका भन्ने नाम चाहिँ अब भएको छ। त्यहाँ त्यो पहिला चुलाकोट मालिका हो, त्यहाँबाट यहाँ ल्याएर अनि मालिकाको चाहिँ नि संवर्धन गर्दै आएको बाबु बाजेले हिजो आएको। अब एउटा संस्था नै भनौँ होइन। यो संस्था अब मलाई त्यही जानकारी छैन सर। प्रष्ट रूपमा चाहिँ नि कि हाम्रो बाहुन बाजे भइदिया भयो अध्यक्ष, त्यही भएर बाहुन बाजेलाई बनाएको छौँ हामीले। हो, यो पुजारीलाई बनाएको छौँ। एकदमै भौगोलिक रूपमा विकट भएको कारणले गर्दा अलिकति हिँड्नको लागि समस्या थियो। सडक पुग्यो पहिला, बाढी राजमार्ग पुग्यो। अब यहाँ मानिसलाई अलिकति के समस्या रहेछ भन्दाखेरि बत्तीको समस्या देखिएको छ। अनि अर्को चाहिँ खानामा बस्नको लागि चाहिँ अलिकति व्यवस्था र सडक बन्यो भने यातायात चाहिँ अब एउटा मात्रै गाडी सरेर जाने भयो, जाने भयो। एउटा मात्रै गाडी चल्ने भएको कारणले गर्दा नियमित गाडीको चाहिँ आवाज जावत नहुने भएको कारणले गर्दा मानिसहरूलाई आएर चाहिँ बस्नको लागि समस्या, अलिकति नेटवर्कको पनि समस्या। अहिले त 4Gहरू विस्तार गरेर रहेछ, एनटिसी एनसिएमसी। अझै यो सेवालाई गुणस्तर भइदिएको भए अझै पर्यटक बढ्न सक्ने मेरो अनुमान छ। अब दुईटा गुफाहरू देखियो यहाँ चाहिँ है। यो दुईटा गुफालाई एउटा गुफाको त अहिले काम भइरहेको रहेछ, एउटा गुफा चाहिँ अझै पनि कति लामो छ लाउन सकिएको छैन है। भित्र चमेराहरू बस्छन्, बेहद बस्छ चमेराहरू होइन, एकदमै चमेरा पनि बस्छन् भित्र जान मात्रै अप्ठ्यारो हो। ए घोडा टेकेर जानुपर्छ? घोडा टेकेर जानु पर्यो एक ठाउँबाट एउटा महा ठुलो भित्र देखिन्छ भित्र होइन। त्यहाँ जानुभयो भने नि रातो पोतमा खाइदिन्छ चमेराले। त्यहाँ भित्र कति चमेरै चमेरा। त्यो चाहिँ गुफाभित्र चमेरै चमेरा। लगभग कोही भित्र चाहिँ जानुभयो होइन? भित्र गएको छु सर। कति किलोमिटर जति भित्र जानु पर्ला? आधा दिन त हिँड्ने सर। आधा दिन हिँड्ने। कति घन्टा लाग्यो? लगभग
5-6 घन्टा हिँड्यो 5-6 घन्टा यहाँ मैले चाहिँ अनिल सर भन्ने हुनुहुन्थ्यो हजुर मध्यपाडीमा चाहिँ पिटी ठेकेदार जाउँ कि जाउँ भन्नुभयो थाकियो सर अब भोलि हामी हरायौँ कता जाने होइन उहाँले चाहिँ पात राख्दै जानुभएको रहेछ होइन पात राख्दै है हो त्यो भित्र 2-3वटा बाटोहरू पनि छन् सर कता हो कता के त्यस्तो छ है झाँझरकोट चाहिँ आफैमा पनि एउटा होइन एउटा चिनिएको ठाउँ हो पहिलेदेखि झाँझरकोट बार एउटा त्यसपछि यो मालिका चुलाकोट मालिका पनि यही भयो यो मालिका पनि यतै रहेछ झाँझरकोटमै पर्यो अनि गुफाहरू पनि धेरै देखियो एउटा पहिल्यै देवभूमि जस्तै तपोभूमि होइन पहिले देवहरूले बास गरेको होइन मन्दिर देवताहरूले बास गरेको भूमि रहेछ होइन कता कता गाईको बाछाले दुध खाइरहेको तस्बिर पनि देख्न सकिन्छ यहाँ त भन्ने कुरा सुनेको है कहाँ हो त्यो तस्बिर त्यो चाहिँ उतापट्टि हो सर पल्लोमा चाहिँ अहिले जान सकिन्न त्यस्तो अप्ठ्यारो छ सर है अर्को गुफा कहाँ हो त एउटा देव भइ नै हाल्यो पल्लोपट्टि छ सर महा डेन्जर ठाउँ छ उतापट्टिबाट पल्लोपट्टि त्यहाँ छ अनि बाँकी मालिका पूजा गर्ने ठाउँ माथि छ मालिका लुकाउने ठाउँ पनि अर्कै छ ठाउँ छ कहाँ साथीहरू कता कता लुकाउँछन् होइन त्यस्तो छ सर अब तपाईँहरू चाहिँ नि एउटा यो ठाउँको निम्ति तपाईँहरू चाहिँ एउटा प्रचार प्रसारको माध्यममा आइदिनु भएकोमा म हार्दिक कृतज्ञता ज्ञापन गर्छु तपाईँले पनि धन्यवाद हामीलाई यसको विषयमा धेरै जानकारी गराइदिनु भयो।